ए तरप पारेर आएको कसले अंकल कतै जानु भयो भने त फोटो कोले खिच्ने होला ल यति कसले भने चाहिँ रमेशले हो रमेशले बसेर कुरा गर्छ मैले भनेछु टक्क दमले ल्याएको फोटो काटेर तौलेर टक्क जति किलो हुन्छ होइन हैन हजुर फोटो कति राम्रो आछ यो त फाल्न यो त यो फाल्यो त्यो तल तास्नु पर्छ आजको 500 भोलिको 500 होला हुन्न होला अब आज त त्यहाँ बज्यो हो त आज त 500 त्यही पाएको को वन थपले गर एक घन्टा जतिको चाहिँ मिल्छ काम आइहाल्छ हेर्दाखेरि माइकल ज्याक्सन जस्तो देखिन्छ चस्मा चाहिँ हल्का उसमा अनुहारमा हल्का लिपस्टिक पनि लगा त्यो केटा हो केटी नचिन्नुहोस् के हल्का त्यस्तो पनि लगा चस्मा लाउने एक नम्बर माइकल ज्याक्सन त आइपो हालेको त मान्छेले हेर्दाखेरि मान्छे चाहिँ फेलै हुन्छ त्यस्तो हो के माइकल ज्याक्सन ठ्याक्कै घाम परेकै ठिक हुन्छ पर्न चाहिँ तर शीतल रङ तर ठिक छ ए हिरो आछ सबै फेरि चढ्नुपर्छ फेरि जाने हुन्छ मलाई त हजार जाने हुन्थ्यो तर पुगाउन फेरि पुगाउनु पर्यो त्यही हिसाबले यसमा बुझ्ने मेरो रातो गऱ्यो यता सर्भिसमा त होस् ठिक छ त्यो त हाम्रो माइतले भाजु सिंह साइडमा राख्दिएमा हुन्छ अर्कोमा खै तरकारी देखाउनुहोस् त कुकमेन अब तरकारीको यहाँ कुकमेन दाजु पुरै स्पेसल टाइमको परिवार सब्जी राख
यसमा भात पाक्यो दामले भुट्न र दाजु यहाँ पुरै मासु हाल्दै टक्क पाक्यो यता मासु आउँदैछ यता खुर्सानी हालेर चाहिँ ल टक्क लाएर हुँदैछ जन्ती आयो आइज आइज के छ त खबर ल यता यहाँ बस्ने कार्यक्रम छ है के छ खबर जाने आएको पैदोहरू पैदो औँठी आउने आउँछ यही हो यहाँ मनाउँछ उहाँ खाएर औँठी आउने पनि यही हो पैदो आउने पनि यही हो त्यसको नामै पैदो आउलो भन्ने आउँछ कान्छी आउलो पैदो आउलो माझी आउलो चोर आउलो बुढो पैदो आउनु भने पैदो आउलो भने पैदो आउलो भने यहाँ उहाँ आउँछ भने भिन्न भिन्न अब हाम्रो सुरु भइरहेको जो यो छ नमस्ते सन्चै छ पानी जो भरा यो बोलायो बिहान आयो पानी जो ज्वालामुखी एकचोटि बिर्नु सर बिर्नु भने जग्गा त सबै हिसाब बिर्नुहुन्छ तस हामीले काम गर्न आएको भन्यो हरिओम तस्थ 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 विष्णु 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 अध्यय श्रीमद् भगवत महाप्रत्यक्ष विष्णु राज्य वर्तमान सगळ जगत श्रीकांत कृपादे श्री श्वेत परागर्भे भवेश मंदिरे अष्टामिष्टमिगे परजीवते मनसतमे सत्य दबान्ते करौ कलिवस्य प्रथमदिने जम्बुदे भारतवर्षे भारतखण्डे आरम्भ जगते निबन्धानेमध्ये पीठान देशे सिद्धार्थनाम संवत्सरे श्री सूर्य दक्षिणानि चन्द्रमसी उत्तरायणी हेमन्तरी दौ शनिवास हरे द्वादशी पुण्य दौ ज्येष्ठानग्राम मुसल योगी हे विजयराज्य चन्द्रमसी देवरो अन्येषु गणेशु राज्ये षष्ठु यमनवचायाम षष्ठु सम हेलो आशीर्वाद बाबु म त मोबाइल लिएर आउँछु फोटो खिच्नु पर्ने कस्तो भयो खै तपाईँहरू खिचिदिन्छु यार मैले तपाईँ त राम्रो राम्रो आउनु भएको रे ल जानुहोस् जानुहोस् जाऊ जाऊ नानी सानो मान्छे ल जाऊ जाऊ यता पानीको व्यवस्था ए यहाँ हाम्रो पुरै पानीमा लाग्नु भएको यस्तो टक्क लाएर यदि व्यवस्थित तरिकाले पानी राम्रो सर्भिस गर्नुहुन्छ क्या उहाँले ल यता चाहिँ टन्न बसेर खान लाग्नु भएको कलाएर
अर्को तिर्पल कहाँ हो हाम्रो माथि युज गरेर अनि फेरि ए खिचिदिइसकेको छु पर गएर आज फेरि काम पनि गर है मैले त फोटोको जिम्मा देखानु के काम त गरिरहेको छु ए यो झन् झन् ठुलो काम होला गरेर त ए यहाँ माइल दाइले पुरा यहाँ हाल्दै यहाँ खाना पुरै स्पेसल तरिकाले यहाँ अध्यक्ष दाई पुरै यहाँ अचार बार्न यहाँ पुरै यस्तै टक्क टक्क लाएर यति राम्रो अचारी ल मान्छे नि हेर्नसम्म हुनुहुन्छ अझै पनि ए केटाकेटी ठाम के तपाईँले हेर मैले त्यही गराउनु निकाल्नु मैले खै नानी अलि त बस त अलि त जाऊ त अङ्कलको दाम लिन्छ हाम्रो सेयर गर्नुलाई भिडियो बनाएर सेयर केटाटी भएर अलि त बसाउ त्यही मलाई छोडी देखे तिम्रो सत्र होइन कसरी हुन्छ मुनि हाल्ने होइन उब्रियो है मुनि हाल्ने उब्रिएर हाल्नु हो बाउले पनि राजनीतिमा गरे बेगरे से हामी मनलाई लन्डनतिरै जाउँला एक छोरो बनाइ आउला घुम्ने भयो लन्डन बाजे
5 gara सुन्नुहुन्छ 5 रुपियाँ छ दुराइको हो कि पूर्वजी कहाँ के चाहिन्छ फेरि चाहिन्छ के हुन्छ भनेको मैले सोधेको अदालतमा भन्ने बुझ्न हुन्छ जानेको हो हाम्रो दुईटाको बन्धन बोले यो दुईजना जोडले कुल्टाउ कार्यक्रम बेला बिल बाबा नित्य सत् प्रबन्ध दे शिवको दृश्य रुकमान नाम नाम प्रफुल्लयाम नाम बेबेही ओम सवामेजिन भवन्तु मुन्तु ओम सवामेजिन भवन्तु सागरे सेतु ऋषि महादेव किताब भागमा त खुली हेर्दै बादललाई ठिक छ बादल लाग्यो भने बरु छाया पर्दैन नि त फिल्मकै सुटिङ छ हरि ओम अभयतम पुरुषम महतम सुरा शेरमन संपदम परमादयो यश्च मुखि मम सब जगति समदसुरा तस्मा जगति ममदारा तस्मा जगति सब समझे तस्मा जुवा समझेम परिपूर्ण तत्व जगत में समुद्र में सुरा अलि साउन्ड चाहिँ अलि ठुलो प्याला एक्लै जान्छु नि फुल अटका लागि प्याला अलि त प्याला निकाल्छ दुई जाऊ यो गर्नु जाऊ जाऊ यहाँ लसिन दुई प्याला जाऊ प्याला फुल जाऊ ओ पूर्वेली बजाएनमा ओ भवनी ने पूर्वी का जय 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 ये बिजली में जो होता है नारी बजाएनमा राइट राइट बना राइट अब ये दाऊ में बोला दे तू बोल बोल दे तू
विष्णु शम्भो दुर्गाय नमः अपामध्ये प्रभु मनोजिति सर्वदेवी देवता आपो बंधु पुरो सर्वमंत्र सोमदेवाय नमः भगवान में चावल फल परायो फल आप ही तो आप अब सब लोग पानी यहाँ पानी जल्दी ये तो पानी जल्दी सब लोग क्या काम पानी का पहुँचा तुझे उधर में जा रहा और यहाँ जा रहा बाद जब करने का हमारी करना पूरा जा रहा है धागो प्रजापति नारी सोमने देवता भ्या भ्रुवशो सोमरोग्नि पौर्ण सावित्री विष्णु देवता पूर्व पंचन पौर्णी होम पूर्ण पधरा भूते भ्यो देव भ्यो गणवा पंचवाले भ्यो विनाजी पंचवाले भ्यो सूर्य वाले भ्यो अग्नि अन्य देवता इंद्र जति वाले भ्यो दुर्गा रुद्र बोसु भ्यो धासाजी दासे भ्यो ब्रह्मजाति एकाशरण देव गोजाति क्षेत्र श्रमाति भ्यो आवाराजी स्वतंत्र देव ब्रह्मा ऋषि विष्णु रुद्र वनपति भ्यो प्रधान देवता भ्यो चतुर्खोजी भ्यो पय पञ्चे भ्यो षट विष्णु भ्यो दश देव दश शान्ति भ्यो षटवाति भ्यो मेदी भ्यो नद भ्यो पञ्चज्ञ भ्यो पञ्चतिरानी पञ्चपूर्णे भ्यो गायत्री सावित्री सरस्वती गिरवात्री अन्नपूर्ण महालक्ष्मी महारिष्ट पिण्ड सिन्नै भरिदेवता शनि देवराली नागदेवाय देवरालाई वासुदेवाय पुष्पदेवाय ओम तुते नमः ओम अद्रुपदेवाय नमः सबै प्रकार दौजाजु पाया त्यामन बनामनियम पञ्चम सुनानी ओम देवताय नमः लो घिउ यो घिउ पारि ओम ब्रह्मणे देव नमः पशो महेश्वरनाम ओम पशो पवित्र ओम मतिदारी शिवपुत्रस्य रुगमान नाम नाम के भन्छ भन्छ हिरो देख्नु भा हो तवन त सेन्दिने लेखमा एकदम यस हातमा तेल लायो पेटेक पेटेक पार्ने वाला छ ए झगडा गर्नु लागे छैन के हो हुन्छ डोला हुन्छ म पखाइ
चन्द्रमामा छोरा अलरेडी त्यो शास्त्री गाजु छ नि तो जेल त बारे नलौ चोपरको हेरिदिउ मलाई यहाँ आयो साधुबा आयो यहाँको डाक्टर आयो ए आज भाइ पानी हातमा हरिओम विष्णु विष्णु भन हामीले होमरा लाग्छौँ हाम्रो होमरामा जाउँ हाम्रो जिन्दगी राम्रो होस् भने चल्नु पर्ने हो अरे विष्णु 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 अर्कै शिव शिवको दृश्य खोलिदेऊ न मायाको पोको तिमलाई मेरी बनाउने छादोको बटौली सानोलाई यो मनको मायाको पोको तिमलाई मेरी बनाउने छादोको बटौली मिलाइदे त्यो कितना डाउन भएछ अलि ज्यादा मधुरीमा समेत पश्चात सौभाग्य
सत्यम यथार्थम विपरीतरम ल चक्कर लाग्यो ल मान्छे सत्य लाएर सर्वमा लपक्क लाग्यो सर्व मान्छे फेरि आउने फेरि त्यही तरिका ल फेरि त्यही तरिका ल है अरे अरे सुमंगली मंगलचा प्रजापति की निवडका राज्य रवि मंगलसेवी सुमंगली रीना समेत पक्षत सौभाग यस्मिन् देवता सौभाग्यवती भवा मंगलम मंगल हुआ विष्णु मंगल गण मंगल काशमल गरी अर्को त दिगरी बजार मित्रशा सुमंगलियम बोधनिशा समेत पक्षमा सौभाग्यवती दिव्यातम यथातम विपरीतरम सौभाग्यवती श्री देव नमो नमः मंगलम मंगल हुआ विष्णु मंगलम गण मंगल प्रकाश मंगलाय तरहरी चकमाली लागि चक्क लो तीन गर्ने तयार हुने खै केजीहरू चाहियो साना केजी बेर्दै बेर्दै त्यहाँ राख यसो भने त भइहाल्यो सक्यो रमेश जुडुवाको पैसा त तिर्न पर्छ खै 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 उहाँको उसले बाह्र चिनिसक्यो भने बिचरा बिहा गर्न भयो पैसा त तिर्न पर्छ नानी ल अब दुईजना 1500 गर है बल साला आफ्नो धारावाहिक बजाउनुहोस् त अबको धारावाहिकमा अनि सानोमा देख्नु किताब के लेखाउँछ
बुढाले उता साथीले बुढले फेरि यता नसाथी के हुन्छ है बक्खु बक्खी ऊ अरे देवा फुल आउँछ बल्बु हप्टौ क्या पिस्नु अब बुढा बुझ्ने दाइनिया यसरी समात रमेश त होइन ठाडो मारे फेरि फुल फुलसँगै घोप्टौ उयो ए साली ए के छ साली फेरि बुझाएर बोल्नु दाइको हेरेछ यहाँ दाइले फेरि खोल्याप्छ मारे है डब्लुका मान्छेले देखाउनु है पानीभरि डब्लु फेरि मेरामा सबै देखाउनु आफू यसै फिजाएर सब फिजाइदिउँ क्या अब कोले खुवाउँछ धेरै अब मिठो छ नि फेरि एकदम मिठो त कोही खान्छ धेरै सबै होला अब यसो ल हो आउ झप्पा यता बुढी होला मिठोमा आउने वा त रमेश अब मिठोमा आउने उसलाई त पुरै मिठो सँगसँगै दुईजनाले खाना पाइयो पालो पनि खाऊ वर्षमा लाग्यो वर्षमा लगायो त्यसले गर्दा पनि त्यहाँ गरिदिए श्रीमतीलाई अब लाइन्छ भने होला त्यो घर हो मेरी प्याटर्नकी बुढी मेरो सुन भनेको यही हो गोड्ला भनेको पनि यही हो भन्दा त्यहाँ बजाउने मैले यहाँ जग्गा पैसा लगाएर बसी हुन्छ भनेको छु यहाँ बिहा गर्ने हो उहाँ होइन उहाँ भए माग्छौँ यहाँ हो भनेको छु मलाई छैन नजानी छ औँठी भने थियो र अरू के थाहा मलाई केही भएन सबै हिँडेकोबाट त उनीहरूले राइछ हो चुन्नी छन् के छन् होइन सोधेको
त्यही पनि मैले आजबाट मेरो श्रीमान तिमी आऊ भनेर मान्न पर्यो भन्नुहोस् न हुनु कहाँ भाइ डुला हेरौँ न भित्र डुला ल्याउँ त अब रमेश कान फुक्या हो पुरा पनि कान फुक्या हो मेरो पनि पाउला हो त भाइ गुरु भेटी राख्नु पर्छ नि गुरु भेटी अब आजबाट कौडबाट म पण्डित भएँ अब मैले कौडकै चाहिँ भेषा भाषामा हिँडेँ भनेर अब बुझ्छु जति हो गुरु भेटी राख्यो क्या गुरु भेटी राख्नु पर्छ केटा आज अब आउनु पर्ने ल बाबु त्यहाँ आऊ यसो गरेर टप्रीले फुक्न बनेर फुक्नेर टप्रीले हम्कुक्ने होइन टप्रीले हम्किने अहिले कट्टारी फुक्ने फुक्न बने फुक्ने खायो असुस्त यसो गरेर बढी गराउँदा होइन धेरै सानो हुन्छ टपीले कट्टारी हम्कुने अब जुनको साथ फेरि आउनी फेर लाउने हो आउनी फेर लगाएपछि सक्छु सक्नु सक्तिर बस्ती बानी त टपरीमा फलाम दक्षिणा केराको फलफुल कालो मास न अरू मासे केरा सबै दुवारेबाट ल भन्छ भने त्यही हो ठुलो टपरीमा उभ्याउँछ हुन्छ चोक्कु फलाम चाहिँ हो बिलेटमा पनि हुन्छ काटीमा पनि हुन्छ फलाम अनि त्यो टपरी वरिपरि बत्ती बाली इत्यादि देवता भ्य पञ्चाग्नि भ्य पौडी पुना सिद्धा छन्
मिठो माग्नु पुनः आउँछु होमवर्क गरिसे ल मैले भनेको छ ल उता फोन छ पछो यस्तो गाडी र लौकरहरू मैले भनेको यतापट्टि यता हो आफू हो बाबा यसो गरेर भयो ल बाबा पद्यम दिव्यम पुष्टि श्रीरामरम केरम आयुष्य नारोग्यम जीविद्वारम स्वाहा सबै खोपेर गुरु ब्रह्मा फुलसेर आज है गुरु ब्रह्मा गुरु विष्णु अभी राम गरियो हो प्राणी का सेवा गरम अभी भगवान का ये नमस्कार की जगत पर के सुना जिंदावे घड़ी में अपने मजाले दिलदार धरा बने नमस्ते भगवते श्रीरामर जय योगति सर्वतारा मोबाइल से निकला नाम संकीर्तन एक सर पाप हरो हरि इंद्र संतो जय जय हरे राम 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 हरे 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 भक्ति हितो पवित्रता तनिर्वासा सागराज हरि मुरारी हनंद नारायण महादेव देवकी गोविंद महादेव तत्पते देवी तनिर्वासा सागराज यम ब्रह्मा वेद संग सबै यो ज्योतिमा उज्यालोले सबै ज्योति भन्नु त 256 मुठी चामल अब जाऊ कहाँ अब 200 तपाईँलाई त यति चाहियो यति चाहियो यति चाहियो त भन्दा अब के बनाएको छ भने 200% यति चाहियो तपाईँलाई यो बाजा 1% त पुनै चामल राखी छैन भाइ 1% त उनी चामल 1% त भयो अब त सक्यो अब यसमा घिउ घिउ आराम अब घिउ गर्नु यो नानी होइन घिउ ल्याइराख्नु दुरमा घिउ जति एमा अहिले त हुन्छ मन्टो हुन्छ नि त्यसमा घिउ यसरी यसरी मसाला मसातै राख्ने एउटा जो आयो आयो बस पानी हातमा पानीमा चिउने पानीमा अलिक घिउ चाहिन्छ घिउ चाहिन्छ घिउ अहिले बाबा अब यसमा फलाम आयो अब यसमा चामल गौटामा हाल नानी एउटा गौटामा हाल नाचिँदै थोरै थोरै जाउँ कि है जाउँ कि सबै बाबै पुष्प साला पुष्प है अलग अलग ल्याइ खाइ चामल यस्तै हो तिल पनि हो रे तिल पनि हो रे तिल गुवासँग होला तिल गुवासँग होला होइन खाना कुरा छ राम्रो आछ कि नै कस्तो झकास छ झकास एकदम च्याम्पियन ल एउटा दुनामा यिनी पोलिसी घरमा असता हो
हजुर फुल्याएर फुल्याएर भन्न यहाँ जोडले हान्नुहोस् जोडसित हान्नु खोला के खोला खोला हो छाती यहाँ देखाउनु यहाँ बनाइदिनु यहाँ बाजु अर्को बाजु बुढो अर्को यसलाई भन्छ चतुर्भुजा हो रमेश यसलाई भन्छ चतुर्भुजा भन्छ गाडी बोलाबा दाजुभाइ आहान हामी दाजुभाइ आहान हाम्रो माग्नेहरू ल दाजुभाइ हो आउँदै जा दाजुभाइ कहाँ अब यो यता सुन अब यो बत्ती सबै ठाउँ बत्ती बाल यहाँ बत्ती बाल पहिले यो बत्ती बाल बाहिर अर्को हो बाहिर आठबाट भने सुन त बम पटाका एकदम कडाका अनि सडाका एकदम किसिम अगाडि एउटा आम्रा पानी दो पानी दिएमा पूजा गरेर जोडाउने पछाडि जाने अगाडि घर भित्रमा एउटा भने पनि हुन्छ चिन्ता भए पनि हुन्छ अगाडि जाने
रविन्द्र नगेशको एकैचोटि हो दुई भाइको है यता अब हामीले टिको लगाइदियो होइन बाबुलाई टिको लगाइदिन खान्छ सबले त्यो कतिजनासम्म धेरै भइहाल्छ यताको बस्न मिल्छ यहाँ आउनुहोस् के बस्नुहोस् के तपाईँ फोटो खिचाउनु रमेशको छेउमा बसिन्छ कि तपाईँ तल फेरि बुहारीको कोखामा बस्नु अब म आछु यस्तो रमाइलो थियो यहाँ बरु केही छन् केही ओछा हुन्छ क्या गुन्डी सुन्डी ल्याएर ओछाउनुहोस् त सोध्नु न के भन्नुहुन्छ हाम्रो दुईजनालाई नत्दै तेरो दुईजना त आत्ता नाच्नै पर्छ म पनि नाच्छु रे अझ मलाई के
पुगोस् तिमीहरूको राम्रो होस् जस्तो इच्छाले आएको छ उस्तै घर पनि राम्रो होस् आमामा घर गरे जस्तो मनले आइदियो उस्तै होस् मनले आँटेको पुगोस् सबभन्दा घरमा बोल्नुहोस् नरुने नाच्छ लड धेरै लड त्यसपछि यिनले लगाइदिन्छ है जान्छ जस्तै इच्छासित राम्रो नातिकै पालो पालो गर्छ धेरै बेर लाग्दैन पालै पालो हुन्छ सबैको पालो गराउँछ उसो जाँदा एकछिन बाहिर बस्छ न पाले पालो हो रे के भाइपट्टि नलाइदियो पालै पालो सिस्टम हुन्छ त्यसै हुन्छ र सुनि दोस्रो जान्छ जिन्दगी विचार चाहिँ आयो काम छैन क्या मुनि नपुग्नु होला त्यो पल्टिन्छ अलि भोलि पठाइदिन्छ त्यहाँ जानुहोस् न तपाईँ त्यहाँ जानु त कुनामा पर्छ भए त पठाउनु अहिले बाहिर नसोध्नु माइरलको जोगा चारै दिशा उजेलो होस् बाटो चारै दिशा खुलुन् भगवानले रक्षा गरून् भगवानले आँटेर आएको कुरा होस् राम्रो होस् नातिनी गरी नमस्ते गर हुन्छ यिनीहरू टिको छैन सासू हुन्छ ससुरा सासू ल हुन्छ हुन्छ ल जाऊ गाह्रो कुरो नमाने आयो फेरि है हामीले चाहिँ त्यसरी गरेर भेटेर हुन्छ चिसो दिन पा हुँदैन बुवालाई है त्यो मुख सुक्ने हो कि त्यो कोठेर के गर्ने हो त्यो तपाईँलाई कुर्छु आउनु छिर्दै छिर्दैन मान्छे बस्नु पर्ला भनेर ठिकै छ भनिदिनु गराइहाल्छु मान्छे हेर्नु न भाइ हुन्छ हुन्छ ल ल अब यहाँ भाइपट्टि सक्नेपछि तपाईँ लाइनु लाग्छ भाइपट्टि चारजना छ यिनीहरू पनि जान बेर भएछ कि बुवा यिनी त बुहारीहरू हुन् यिनका बुहारीहरू हुन् यिनी सासू ससुरा हुन् यिनका सासू ससुरा अनि एउटा भाडा पनि राख्नु पानी हात धुने भाडा जतिमा राख्नु सफा भाडा ठुलो भाउ थालमा राख है हात धोएर गर्नलाई हुने लोटामा राख्ने टेप्सीमा हात धुने खोज्नुहुन्छ भाउ जानु भएको के
पानी के की गोल गोल ठुलो कौन न ऊपर जानु भएको समेत जो अगाडि बुढो मान्छेमा जान्छ म बाजे हैन लगन मलाई दिने दक्षिण राखेको एक दुई दिन पछि आशीर्वाद त दिन जान्दैन जे पनि होस् राम्रै होस् है टिको लाउन मान्छे भोलि फेरि अरू ठाउँ जानु पर्ने भन्यो कि यहाँ 20टा बाजे हुनुहुन्छ भने चिनाइदिनु बाजे हो है के दुःख रे खुसीमा त अलग भइहाल्छ धेरै रमाइलो हुन्छ दुःख हामीले मान्छौँ बस्ने गरी हामीलाई पनि कान्छाको बिहामा राम्रोसँग बस्ने बजार आएपछि भेट्ने होइन मेरो समस्या बुझ्ने गर एउटा समस्यालाई त झेलिहालेको डबल समस्या छ पानी यता म त आज बस्ने मान्छे एकछिन बस्छ हुन्छ कि पकाऊ है राख्न पर्छ हामी त भदै भदै होइस् नाति नाति होइस् हाम्रो चाहिँ हो ठिक छ म त गएँ पछाडिबाट हिँड्नुहोस् है मैले खाना बोकेँ यताबाट हिँड्नुहोस् गीत ठिक छ नि भन्नु होला तपाईँले रोज्न पाउनुहुन्छ सबै नाति चेलीबेटी गरी होइन गीत ठिक छ नि मोबाइल चाहिँ निकाल्न पाएँ नि
आशी जान्नु न अलि राम्रो राम्रो सासूमा हिँड्ने होला गाडी पाइन्छ दक्षिण दिनु लगाउने पहिला अर्की लाने हामीको लगाइदिएन मैले त्यसलाई पनि माइललाई बोला दिदी लगाइदिन्छु त्यही भएर मैले लिएर आउनु यसो गरौँ त बसेर कल गर्ने उठेर मिल्ने उठेर कल गर्ने बसेर मिल्ने सधैँ पनि राम्रो हाँसी खुसी देख्न पाइयोस् बोलीबाट मिठो भए पुग्छ खानै दिनुपर्छ भन्ने हुन्न बोली रुखो भएर मिठो खाने पनि हुन्न नमस्ते गर नमस्ते गर सोइदो टाढाबाट फेरि नदी जानुपर्छ नमस्ते गरेपछि आनन्द होइन जानु छैन है कति फलो होस् होइन राम्रो होस् यही लगनपछि हाम्रो उल्टा पास लाइनु हो बाहिर बस्नुहोस् के लाइनु हो हुन्छ अब यहाँ फेरि अरू आउँदैछन् लिएर खै एउटा उसमा ऊ दियो त मलाई के कोही थिएन पण्डितलाई कि यहाँ छ बोक्न कहिले फटाफटले त यहाँ माउले पठाइदिनु न पैसा माउली जानुहोस् मलाई सुनाउनुहोस् न खै छुट्टाउन सक्दिनँ तपाईँ लगेर जानु ल बोल्नु को छ है दिदी म उता जान्छु तपाईँ अगाडि आउनु तपाईँ यता अगाडि आउनु ल जाऊ जानुहोस् भाइजू होइन अरे तिमी त यही बेला हो नि अब केटाल त चिन्या छ नानीले हो नचिने नानीले नचिने ठुली आमा बाउला गएपछि भेट भएपछि ठुली आमा पुरी गलातिर गएपछि सानीमा अहिले मेरो काला हो नि भन्नु न त्यो गरिनुहुन्छ अलिअलि मिलाइदिनु न बिहा हो के न दुध लाएर आइजाऊ कि बिहा हो यो बिहा नहुने के को नानी हाँस्नुहोस् त खिसिक्नु नगराउनुहोस् क्या फोटो बिग्रिन्छ यहाँ
अलि मलाई मार्छ त्यसले लागि मनले आँटेको पनि राम्रोसँग खिचाएर आफ्नो बिहामा खिचाइदिनु राम्रो पायो अरूले त मन बनाइदिनु भयो क्या सुनेनन् अहिले छैन गर्ने पुग्ने भयो फेरि आइज छैटीमा आउला उनमा सानो भनेर चिने है पढीतिर आएपछि बसे तिमीहरूको दाम्पत्य जीवन सुखमय रहोस् लाउनुहोस् न सासू हाम्रो सासूले के नलाउने भने हम त होइन होइन हाम्रो सासूलाई होइन बुढाले बिर्सेर मेरो सासू लगाइदिनुहोस् ल नचिने कसैलाई चिन्नुहुन्न त्यही उहाँले यहाँ बस्नुहुन्न यहाँ नबसेर चिन्नुहुन्न त्यस्तो गलत नसक्नु होला नचिनेर उनी हारमा नआउनु भएको छ हाम्रो होइन लाउने उहाँले थाहा नपाएर मैले सोचेको छु गर्छु भित्रको त म छु टेन्सन नगर्नु दाइ तपाईँको पालो आयो कसको टाउको फोकको बाहिर काट्ला है तिमीले बुहारी भएपछि जस्तो जीवन उस खट्नुपर्छ बस्नुपर्छ तेरो मनले चिता जाइ पाए देश पनि उज्यालो घर पनि उज्यालो राम्रो होस् आइसाल चिन्ता गाइसी गर तपाईँ छोइटीमा नाच्न पाइस् अलि त नाच्नुहोस् त सासू तिम्रो केही नखाने त्यसो नाच्दा खुचेली भएर जाने हाम्रो चेलीबेटीलाई खाना पनि दिनु लागेर कहाँ त्यसै पठाउनु ल जेठाइले लगाइदिनुहोस् आउनुहोस् तपाईँ यता जेठाइ आत्तिनु पर्छ हला औषध पक्नुहोस् न ओम श्री गणेश सदा सदा दुर्गाजी भवानी ससाय नमः श्री विष्णु नमः आदि कमल महाकाली दुर्गाजी ब्रह्मचारी पुत्री ब्रह्मचारी वैष्णव माता तिम्रो मनले आफ्नो भगवान चोरा छौ परिवारको जोडी जाने भएर बसे झगडा नगर्नु अब आइसक्यो मलाई चाहिँ छठीमा मेरा भान्जा दाइ कहाँ हुनुहुन्छ भनेर बोलाउने अनि चाहिँ आइसक्यो चाहिँ छोड्न पाइदिए मलाई केही चाहिएन माउलीहरूले मलाई सम्झे एकदम राम्रो मैले चिनेको छु सबै चिनेको राम्रो होस् भनेर चाहिँ बुझ परिवारको जोडी जस्तो एउटै मन एउटै तन एउटै रहनु होस् मेरो आशीर्वाद त्यही हो अन्त संस्कृत पढ्नु भने पनि आफ्नो मनले आफ्नो दुइटैले जोडी आफ्नो आफ्नो राम्रो राम्रो ल्याएर कति राम्रो उनको खुसी मेरो खुसी हो कति राम्रो भने जस्तै कति त मेरो घर पनि जानुपर्छ देखेपछि मेरो घर कोही पल्छ यसले बिहा नगरेर लगाएको सासू यसले दुलाई लगाएर जान्छ घुमाउन जान्दा राम्रोसँग गरे आफ्नो छोरीलाई जमाए जो छ छैन नि है जानुभयो ओले नाम आशिदेव सोसाले छोराबारलाई भाइमाने 205 नम्बर भन रोखले बाजे अब यिनै छोरा गरे हुन्छ तिनीलाई भन पा धन सम्पत्ति सम्हाले तिम्रो यो धन सम्पत्ति काफी छ धनी जोसुको छ गरेर खाने हो मलाई हेला नगर मलाई पनि म गरे काम छ बाहुन म खाने हो भारी बोक्ने हो यहाँबाट खरो छाड्ने हो अब त्यो 20 क्लास पढ्यो भने काम छैन 20 क्लास पढ्यो भने गाडीमा जानेको यहाँ जाने पैसा हुँदैन झन् आयो जन्मिँदै आउला कामको छैन अनि यदि ओइले के काम छैन अब चाहिँ टिका लाउनु चाहिँ बढेन मेरा नि मेरा राम्रो हो त्यसको आउँदै तिमी जाऊ खिचिरहनु भएको सर किन उसले होला त बस्छ गई के हुन्छ थाहा छैन अगाडि चाहिँ निम्बु बाँधारीमा फोटो खिच्ने भयो भन्नुभयो हिजो झन् दुईवटा फोटो काट्नुभयो बिहानभरि काम गर्नुभयो दिनभरि फोटो खिचिरहनु भयो त्यो त गर्नु त बराबर भन्दा नजिक भयो त नगरे भयो त
लोकन्जी छैन ल लोकन्जीवासी यसो नाप्नु चाहिँ के फोन कि फोन खानु त पेट्रोल घट अरे अनि हाल अनि फुल गरेछ दिन त बिना हामी हुन्न कि यहाँले त्यो अलग अलग काम नगर्दा त खान लिएर बुहारीको दिदीलाई सोध्न भन्दैनन् अरे परे भित्र नि पर्यो उनले त दिदी नै भन्न पर्यो केही भन्नु पर्यो तेरो दाइ रोक्यो तेरो दाइ भयो तैँले सोध्न तिउरको हाँसो हामी सबैको हाँसो तिउरको रही हाम्रो सबैको रही हेर्छ तिउरको चाहिँ खुसी भएर हाँस्यो भने हाम्रो त्यही राम्रो हो राम्रो चल्ने हाँसो होस् गोसाले नमात्नु गोसाले नमात्नु उसैको उठाइ पटाइ केक सुमान बाहिर लैजाउ भित्र दियो हैरान दिने गौ चोरो धौ हैरान छ बाहिर जान्ने सासले हेर्ने माइजु पुग्ने एरिया भन्छ पुग्ने भन्छ फुल मात्रै के फुल हाल्ने फुलको फुल हाले त ती बोलाइ होइन के फुल त के हुन्छ फुल राखेर दक्षिणा दिने भन्दै होला के साइनमा जुठोमा के लाइन हुन्छ दक्षिणा के त्यही हो म त राम्रो कुरा नि बिना दक्षिणा दिनु हुन्छ दक्षिणा राख्नुहोस् हुन्छ टिको लाउनु पर्दैन त्यस्तोमा त ए कालीको त्यो बहिनीहरूले कालीको पानी मेरो छोरी किन आता बस्नु नि हेर्नु नि हो गरे भने आसित जान्दैन नि होइन कालीको छोरी आफै लाग्नु हेर्न हजुर भान्जी ल आउनु साधु दिला दिला राम्रोसँग हेर्नु सामु सबै रिलेस गराइने हो कोही आएर सबै लप आशीर्वाद अहिले लास्टमा लगाउनु ला फोटो खिचाएर होइन आशीर्वाद दिने आऊ मन मन दिनु मन मने यसलाई त राम्रो जेठाले छोड्दिन पर कि माथि गर पर्छ काम सिद्धि नि अझ टिको यी माला त लागिदिएको छ कुरो गर्ने के हो भने अब लास्टमा त बाउला लास्ट भइसक्यो लास्टमा बसेपछि दुला दुला यो त पुगो छ नि खै यो खोइ त पुगो यो चाहिँ अब लास्ट त्यसमा चाहिँ 100 150 200 अब आफ्नो इच्छाले दिएको हुन्छ इच्छाले राख्छ न अरु पैसा त्यो चाहिँ तोक्ने कुरो भएन दुर्गाले चाहिँ के गर्छ नि त्यो सभाबाट उठाउँछ अनि त्यसपछि उनले बाँकी राख्छ त यो ल हुन्छ नाच्ने गाउने बस्ने अब यसलाई देख नजानु पर्छ बा नाति लाउने हैन अरु धेरै यसले त आता नजानु एकछिन त पर्दैन अरूले केटाको मात्रै खाना पो बोलाउँछ अन्त केटीकोमा अटिको लान्छ तबोरले त खाएको तिर्नी हो के मैले टिको लाउने हैन म आए ल आइजा त म नआएर अब यसरी गर्नु न कुनी त्यो उखा छ है होइन नि यसले पनि त्यो उखा छ दुर्गालाई बोलाउँदै बोलाउँछ कहाँ हो त्यो देवको पनि क्यामेराम्यान भन्नुपर्छ तल फेरि त्यो दुर्गालाई बोलाउनु पर्यो एकछिन ल अब यो उठाउनु पर्यो
हजुर हजुर दुर्गालाई बोलाऊ के दुर्गालाई दुर्गाले बोलाउनु त दुर्गालाई केही हुनुहुन्छ अहिले यता आइनु कि त किन छेरा आउनुभएको छ तपाईँ आउनुभयो खानुभयो गर्नुभयो तपाईँ गर्दैन यो उठाउनु पर्छ अहिले त्यसपछि अब कर्नी अब होइन सक्यो एउटा प्लास्टिक लिएर आइज दुर्गे होइन आमा आउँछु भन्नु यता सानीमा खानेको के हो भने हामीलाई मात्रै हो त भोक लाग्ने बजाइदिने बाबा यो खाना खुवाउनु र खानु होइन त नजाने कहाँ हुन्छ होइन खुवाउने हो कहाँ अब खाओ भन्यो भने खुवाएर त्यसपछि बल्ल यो लगन नआए किन बन्द गरेको ल एकछिन औडाइदिनुहोस् बरु जानुहोस् त्यो दिन त हो यसो लाए जस्तो गरी भइहाल्यो नि ल भयो सानी पैसा लाइन नदिनु कि एकछिन पक्नु होइन अब सक्यो सक्यो के अन्त हुन त डाक्टर साहब हेर्दिनु 1 मिनट भन्दा कति लाग्ला र ल ए दुर्गा भइगयो उठाइसक्यो क्या अब फेरि चेरा चाल्नु पर्यो म बोलाएँ अब अहिले ल अहिले यो यति बेर राखिदिनु ल यति बेर राखिदिनु पैसा उठाएको हो छैन छ नि त्यो टोकरीमा खोल त बाबु हो त्यस्तै आउँछ सधैँ आउँछ हो आउँछ खाना ल्याउन पुगाछु निमा गइछ तँ पनि जा यो जाने साइली जो खाना लिएर आउँदा जो खाना ल्याइदिएर आऊ ऊ भान्जिन जानु भए दुइटा लिएर आऊ है हे बिहान यसो कुद्ने धरे सदा बान्दै हुन् कि नै कि सबै गरे होला नि पण्डितले गरे होला नि घरले गर्दैन ल कान्छो खाना किन छुटाउनु र होइन अलि सानो सानो घाँस खायो नि हुन्थ्यो बेठे खाने बेला त धेरै के छैन कुरा होइन भिडियो मात्रै बनायो मेरो दाजु 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 खाना खाने बेला हुन लाग्यो ल यतातिर रमाइलो भइरहेको यहाँ सुलभ बाबुले पुरा एकदम सर्भिस चलिरहेछ यहाँ रमेशको बिहामा हाम्रो एकदम मास्टर सेफ पुरै कुनै बयान गरेर साध्य छैन उहाँको खाना खाँदाखेरि मान्छेले आज 50 जनाले औँला टोकेर गयो भन्ने सुनेको छु मैले होइन ए नारीकोटबाट आएर हाम्रो डुकमान हाम्रो माइलले त झन् जमानादेखि पुरै यस्तोमा खट्ने पुरै उहाँ आएपछि सक्को के यस्तो ऊ भाइ त झन् पुरा उहाँ जग्गेदेखि यहाँसम्म आइसकेछ नि कामको काम ओ कति ठुला घाँस खानुभएको अहिले थोरै खायो नि हुन्थ्यो ए यता फेरि कतिखेर आउँछ पालो भन्दै यहाँ कुरेर बस्नु भएको यतातिर खाँदै हुनुहुन्छ गरेर खाना धेरै फेरि अहिले दाइ त झन् कडा हुनुहुन्छ यहीँ पुरै यहाँ ह्यान्डल गरिराख्नु भएको सोल्डेनाले यहाँ पुरै यहाँ पानी बाँडेर यहाँ ध्वस्ता पारिसक्नु भयो मिठो मिठो पानी बाँड्नु भयो यहाँ कान्छ चाहिँ पुरै यता यहाँ लजाइरहेको त केटा किन हो किन शर्मा जस्तो चिनिस र मलाई चिनिस र यसले चिनेछ
हस् ल अब धेरै निम्ताहरूले खाना खाएर गइसक्नु भएको यहाँनिर यो हाम्रो दाजु यहाँ पुरै डान्स ल उता माथि ठुल्ठुला घाँस खाँदै हुनुहुन्छ म चाहिँ क्यामेरामा छुट्यो अब यसै गरेर भने आएँ मैले दुर्गा दाजु यी पुरै एकदमै यस्तो काममा खट्ने पुरै एकदमै ल हाम्रो भाजु सिंह यता खाना पाक्दैछ अझै पाक्दैछ केटी गाएर जान्थे कहिले साले कहिले कान्ति अझै पनि लगन छैन गाएर जान्थे कहिले साले कहिले यो त बाँकी छ के ओइ ओ रमेश
दाजु एकछिन हजुर ल आम सिधै सिधै आउने अहिले मात्र आउने मात्रै है ल ल अब घुमाउने हो त्यस्तै अब तल के होला भयो अङ्कल हेर्नु भइलो ल नजिकै आउँदैन अङ्कल